हेलो गाइस, अहिले T20 विश्वकप 2026 जुन चलिरहेको छ, जुनमा नेपाल पनि अहिले खेलिरहेको छ उक्त विश्वकप, जसमा नेपालले आफ्नो पहिलो खेल खेलेको थियो इङ्ल्यान्डसँग। जुन खेल एकदमै प्रतिस्पर्धात्मक खेल थियो, जुन खेलमा नेपालले मात्र 4 रनको झिनो अन्तरले हारेको थियो र उक्त खेलबाट नेपालले विश्वको ध्यान अथवा विश्वका चर्चित फ्रेन्चाइज लिगहरूको ध्यान तान्न पनि सफल भएको थियो। जुन खेलमा जुन किसिमको नेपालले प्रदर्शन गर्यो, उक्त प्रदर्शन एकदमै तारिफयोग्य रह्यो। जुन खेल नेपालले खेल्यो एकदमै राम्रो खेल्यो। जुन नेपालको बलिङ, ब्याटिङ र फिल्डिङ दुवै कुरामा एकदमै राम्रो गर्यो। र अब आफ्नो समूह चरणको खेल आज जुन इटालीसँग हुँदैछ, उक्त खेल आज जुन दिउँसो 3:15 बजे हुँदैछ। जुन खेलमा आज नेपाली टोलीको प्रदर्शन कस्तो रहन्छ, आज बलिङ, ब्याटिङ र फिल्डिङमा नेपालले प्रदर्शन कस्तो गर्ला र नेपालको प्रदर्शन कस्तो रहला भन्ने विषयमा एकदमै हामी फ्यानहरूको उत्सुकता झनै बढेर गएको छ। र यो सँगसँगै नेपालले आफ्नो सुपर 8को यात्रा कसरी अगाडि बढाउला भन्ने कुरा पनि यहाँनिर महत्त्वपूर्ण रहेको छ। र अहिले आफ्नो एक खेल मात्र हारेको नेपाल र पोइन्ट्स टेबलमा जुन 4 नम्बरमा रहेको छ भने जुन पोइन्ट्स टेबलको टपमा रहेको छ वेस्ट इन्डिज। जुन वेस्ट इन्डिजले आफ्नो दोस्रो खेल जितेर आफ्नो पोइन्ट टेबलको टपमा रहेको छ भने अब आजको खेलबाट नेपालको प्रदर्शन कस्तो रहला तपाईहरु कमेन्ट गर्नुहोला। र यो भिडियो यदि मन पर्यो भने लाइक, शेयर, कमेन्ट गर्न नभुल्नुहोला। हस्, धन्यवाद।